साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्दै जोडिनुहोला। मुख्य हेडलाइन समाचारहरू सुन्नुहोस्। गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस केन्द्रीय समिति। आइतबार अस्वीकृतको निर्णय हुने। 27औं फ्लोरा एक्सपोमा 2 दिनमै 51 लाख भन्दा बढी कारोबार, 27,000 अवलोकनकर्ताले गरे अवलोकन। प्रधानमन्त्री कप 1 दिवसीयका विजेताले 10 लाख पाउने। 3 महिनामै बद्री पङ्गेनीको गीत झ्याप्पैलाई 2 करोड भ्यूज। हुन्डी र क्रिप्टो कारोबारीको खातामा 20 करोड 96 लाख कारोबार। तटस्थतामा अडेग श्रीलङ्का, अमेरिकी प्रस्ताव अस्वीकार। इजरायललाई सरप्राइज दिने धम्की दिएका इरानी कमान्डरको हवाई आक्रमणमा मृत्यु। दिल्लीबाट क्यानाडाका लागि उडेको एयर इन्डियाको विमान 9 घण्टापछि दिल्लीमै अवतरण। इरानको ग्यास क्षेत्रमा गरिएको आक्रमणबारे अमेरिका र इजरायल बीच मतभेद। दक्षिण कोरियाको कारखानामा आग लागि, 14 जना बेपत्ता, 21 गम्भीर घाइते। सस्तो खोपली मुटुपना उपचार विस्तार। शिथिल विश्व व्यापारलाई मार्ग प्रशस्त गर्न सम्मेलनको तयारीमा WTO। पश्चिम एसिया द्वन्द्वले विश्व व्यापारमा असर। सन् 2026मा वृद्धि सुस्त हुने। श्रीलङ्काको अर्थतन्त्र स्थिर तर बाह्य जोखिम बढ्दो। पश्चिम एसिया युद्ध, ट्रम्प सङ्कटमा, चीन बलियो। संयुक्त राष्ट्र सङ्घद्वारा पश्चिम एसियामा तनाव कम गर्न आह्वान। हर्मुज स्ट्रेट सुरक्षामा अमेरिकालाई सहयोग गर्न तयार भए यी देश। अमेरिका जापान ऊर्जा सहकार्य विस्तार। इरान युद्धमा मर्नेको संख्या 3100 नाघ्यो। मेक्सिकोमा सिनालुआ कार्टेल प्रमुख लक्षित छापामा 11 जनाको मृत्यु। अब बाँकी पूरा मुख्य समाचारहरू सुन्नुहोस्। खुसीको खबर। अपरेसन बिना पाइल्स, फिशर, फिस्टुला सधैँको लागि मुक्त। अपरेसन गरेर क्यान्सर हुनबाट बचाऊ। कुनै पनि आयुर्वेदिक, होमियोपेथिक तथा एलोपेथिक औषधिले समाधान नभएको पाइल्स, फिशर, फिस्टुला उपचारको लागि लामो खोज तथा अनुसन्धानबाट तयार पारिएको 1 हप्तामा नै 100% पाइल्स, फिशर, फिस्टुला समस्यालाई निको पार्ने कुनै साइड इफेक्ट नभएको आयुर्वेदिक औषधि आजै अर्डर गर्नुहोला। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूको जुनैसुकै ठाउँबाट पनि अर्डर गरी प्राप्त गर्न सक्नुहुनेछ। प्रभावकारिताको 100% ग्यारेन्टी भएकोले निको नभए 100% पैसा फिर्ता हुनेछ। डेलिभरीको लागि वेबसाइट www.घरैमा.com बाट लिन सक्नुहुनेछ। औषधि तपाईहरूको घरैमा फ्रीमा डेलिभरी हुनेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने विषयमा व्यापक समर्थन देखिएको छ। विश्व प्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावलाई अधिकांश सदस्यले समर्थन गरेका छन्। बैठकमा सहभागी नेताहरूले ताली बजाएर प्रस्ताव स्वागत गरेका थिए। बहुसंख्यक केन्द्रीय सदस्यहरूले सभापति थापालाई पदमा नै रहन आग्रह गर्दै संगठनलाई अगाडि बढाउनु पर्ने धारणा राखेका छन्। फ्लोरा एक्सपोको 27औं संस्करण भ्रिकुटी मण्डपमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भएको मेलामा पहिलो 2 दिनमै 27,000 दर्शकले अवलोकन गरेका छन्। करिब 51 लाख रुपैयाँ भन्दा बढी कारोबार भइसकेको छ। विभिन्न 83 स्टलमा फूल, बिरुवा र सजावट सामग्री प्रदर्शन गरिएको छ। नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार घोषणा गरेको छ। प्रतियोगिताका विजेताले 10 लाख रुपैयाँ र उपविजेताले 5 लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता मूलपानी क्रिकेट ग्राउन्ड सहित पर्सा र जनकपुरमा सञ्चालन हुनेछ। क्यानले सबै तयारी पूरा भएको जनाएको छ र प्रतियोगिता भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। लोकदोहरी गायक बद्री पङ्गेनीको गीत झ्याप्पैले युट्युबमा 3 महिनामै 2 करोड भन्दा बढी भ्यूज प्राप्त गरेको छ। उक्त गीतमा ज्योति मगरको समेत स्वर रहेको छ। रमाइलो शैलीमा तयार गरिएको गीत सार्वजनिक भएसँगै टिकटक र रिल्समा भाइरल बनेको थियो। यस सफलताले नेपाली लोकदोहरी संगीतप्रति दर्शकको आकर्षण अझ बढेको देखिन्छ।
नेपाल प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका 8 भीमढुङ्गाबाट 2 युवक सागर गिरी र प्रमोद धिताललाई पक्राउ गरेको छ। उनीहरूलाई हुण्डी तथा क्रिप्टो कारोबारको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको घरबाट 1 करोड 16 लाख रुपैयाँ नगद बरामद गरेको छ। साथै उनीहरूको ब्याङ्क खाता, मोबाइल र ल्यापटप जाँच गर्दा ठूलो परिमाणको आर्थिक कारोबार देखिएको छ। पश्चिम एसियामा बढ्दो तनावका बीच श्रीलङ्काले आफ्नो तटस्थ नीति कायम राख्दै संयुक्त राज्य अमेरिकाका लडाकु विमान राख्ने प्रस्ताव अस्वीकार गरेको छ। राष्ट्रपति अनुरा कुमारा दिशानायकले संसदमा कुनै पनि सैन्य गतिविधिका लागि भूमि प्रयोग गर्न नदिने स्पष्ट पारे। साथै इरानका जहाजलाई पनि समान रूपमा दूरी राखिएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रवक्ता अली मोहम्मद नैनीको एक भीषण हवाई आक्रमणमा मृत्यु भएको छ। संगठनले आधिकारिक रूपमा उनको मृत्यु पुष्टि गरेको हो। मृत्यु हुनु अघि उनले इजरायल विरुद्ध कडा चेतावनी दिएका थिए। उनको मृत्युले इरानको सैन्य नेतृत्वमा ठूलो असर परेको बताइएको छ। एयर इन्डियाको एउटा विमान दिल्लीबाट क्यानाडातर्फ उडेको भए पनि 9 घण्टापछि पुनः नयाँ दिल्लीमै फर्किएको छ। बिहान उडेको विमान बेलुका सोही स्थानमा अवतरण भएको हो। विमान चीनको आकाश हुँदै अघि बढेपछि व्यवस्थापन टोलीले बीच बाटोमै फिर्ता बोलाएको थियो। यस घटनाले यात्रुहरूमा असहजता र आश्चर्य पैदा गरेको छ। डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहु बीच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा गरिएको आक्रमणबारे मतभेद देखिएको छ। इजरायलले आक्रमण गरेपछि इरानले प्रतिकार गर्दै ऊर्जा संरचनामा हमला गरेको छ। यसले विश्व ऊर्जा बजारमा मूल्य वृद्धि गराएको छ र क्षेत्रीय तनाव थप बढाएको छ। दक्षिण कोरियामा एक कार पार्ट्स उत्पादन गर्ने कारखानामा भीषण आग लागि हुँदा कम्तीमा 14 जना बेपत्ता भएका छन् र 21 जना गम्भीर घाइते भएका छन्। दिउँसो करिब 1 बजे सुरु भएको आगो नियन्त्रण बाहिर गरेपछि आपतकालीन अवस्था घोषणा गरिएको थियो। कुल 45 जना घाइते भएको जानकारी दिइएको छ र बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ। खुशीको खबर, चर्मरोग, दाँत अब सधैँको लागि मुक्त। कुनै पनि आयुर्वेदिक, होमियोप्याथिक तथा एलोप्याथिक औषधिले समाधान नभएको चर्मरोग, दाँत उपचारको लागि लामो खोज तथा अनुसन्धानबाट तयार पारिएको 1 हप्तामा नै 100% दाँत समस्यालाई निको पार्ने कुनै साइड इफेक्ट नभएको आयुर्वेदिक औषधि आजै अर्डर गर्नुहोला। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूको जुनैसुकै ठाउँबाट पनि अर्डर गरी प्राप्त गर्न सक्नुहुनेछ। प्रभावकारिताको 100% ग्यारेन्टी भएकोले निको नभए 100% पैसा फिर्ता हुनेछ। डेलिभरीको लागि वेबसाइट www.घरैमा.com बाट लिन सक्नुहुनेछ। औषधि तपाईहरूको घरैमा फ्रीमा डेलिभरी हुनेछ।